Thank you, Sati. Welcome. Thank you so much. Love you. Love you too. Happy birthday to you, मेरो भाइ. Happy birthday, मेरो प्यारो भाइ. Surprise for you. हाम्रो रघुन साथीको सो थ्याङ्क यू सो मच रघुन साथी होइन भनेदेखि लभ यु कप दिएको रहेछ नि होइन हाम्रो साथीले थ्याङ्क यू सो मच कप दिएकोमा अबदेखि बिहान बिहान म तिम्रै योदेखि चिया खान्छु पानी खान्छु होइन याद आइरहेको छ हाम्रो प्रकाश साथी लभ यु सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो एन्ड आई होप हजुरहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै अनि आरामै छु सो होइन हजुरहरूलाई थाहा होला आज मेरो बर्थडे हो भनेर अनि आजको दिन चाहिँ अब यसो साथीहरूसँग रमाइलो गरौँ भनेर अहिले भाइ आएको छ मैले अरू सब साथीहरूलाई अनि दिदीहरूलाई चाहिँ मैले उमरी डाँडा छोडिसकेको छु अनि अहिले चाहिँ हाम्रो यही साधनमा जानुपर्ने हुन्छ अनि अब साँझ केक सिक अब त्यो सबै त साँझ हुन्छ के अरे साँझ हेरौँला मैले चाहिँ यो बर्थडेमा चाहिँ मैले मेरो 1K सेलिब्रेसन पनि यसैसँगै गरिदिनु भनिरहेको छु सो हेर्दै जाऊँ के हुन्छ होइन अहिले चाहिँ हाम्रो टक्क साथीहरू मिलेर त्यत्तिकै उमर डाँडातिर घुम्ने फोटोसोटो खिच्ने गर्ने कुराकानी गर्नको लागि जाँदैछौँ सो लेट्स गो सो गाइज होइन हजुरहरूलाई त्यो दिन भएको छ कि मैले देखाइरहेको हुन्थेँ यो चाहिँ हाम्रो बान्याभार पुल होइन सबैभन्दा लामो पुल कपिल बस्तीको चलाइरहेको छ होइन हेलमेट लगाएको भएर अलिअलि डचा खायो हाम्रो चाहिँ अहिले यहाँदेखि जानुपर्ने हुन्छ त्यहाँ साथीहरू आइसकेको छ क्या अनि त्यही भएर हाम्रो चाहिँ जाँदैछ होइन अनि यसो हेरौँ है के हुन्छ अझै सामानहरू ल्याउनु छ खाने यताउताको लागि लेट्स गो सो होइन अनि हामीहरू चाहिँ टक्क आइसकेको छ त्यहाँ राकेश भाइ र प्रकाश चाहिँ त्यता गइरहेको छन् तिनीहरू चाहिँ आउँदैछन् यहाँ चाहिँ म एकछिन साथी हेर्ने जान्छु होइन त्यहाँ साथी छन् अनि त्यसपछि दिदीहरू नै राखिदिएर अनि त्यसपछि म चाहिँ उता खानेकुराहरू ल्याउनु जानुपर्ने हुन्छ अनि रगुनको पनि हल्का काम छ अरे त्यो रगुनको सुन गर्न जान्छु अनि हाम्रो केटाहरू चाहिँ त्यहाँ बसिरह कैसी हो बढिया हो थ्याङ्क यू ल आउँछु कुरो छ यार यहाँ हिँड न उता तल दिदीहरू हाम्रो अनुद्र साथी ह्यापी बर्थडे हाम्रो ओम साथी थ्याङ्क यू सो मच सो होइन अनि दिदीहरू चाहिँ त तल हुनुहुन्छ अरे अनि हामीहरू चाहिँ त तल जान्छ म यिनीहरूलाई राख्छु त्यहाँ अनि त्यसरी चाहिँ हामी म चाहिँ फर्किहाल्नुपर्छ होइन मेरो लागि के गिफ्ट ल्याइदिनु भएको नि दिदी मेरो लागि के गिफ्ट ल्याइदिनु भएको मेरो लागि हेलो नमस्ते संस्कारी मान्छे नमस्ते आयो ल तपाईँहरू बस्दै गर्नु म गएर खानेकुराहरू लिएर आउँछु क्या रगुन र म रगुनको पनि थोरै त्यहाँ उसलाई भनिदिनु छ आफ्नो मान्छेलाई मान्छे बिटेको अनि म एकैछिनमा आउँछु ल यहीँ बस्दै गर्नु है हामी एकैछिनमा आउँछौँ है प्रकाश ल यहीँ बस्दै गर है सबै जाम ल मामा यहीँ बस है कस्तो जान्छ अरे म्यान लात हान्दा अहिले मामा सामा सो होइन अनि हामीहरू चाहिँ टक्क यहाँ अब ल्याउने भनेर यता आएको छौँ भाइ दाइ खै के छ दाइ सन्चै चिन्नु भयो कि नै पहिला चिनी ल्याउन आइरहेको थियो नि तिमी हामीलाई के अरे एमएलको भाइ होइन र नचिन्नु के लग्ने लग्नु भन नि त अब सामान के लग्थ्यो तिमीले भन न अनि चाहिने त्यस्तो कोहीले केही पनि खाँदैन होला चिसो छ उस गर्नु 1 लिटर कति लिटर ल्याउनु 1 लिटरको लागि त पुग्दैन होला हाम्रो चाहिँ अब के सामान हो सबै म गर्छु होइन अनि त्यसरी चाहिँ एकैचोटि बनाइसकेपछि देखाएर त्यसपछि हामी चलिदिन्छौँ होइन किनकि ढिलो हुन्छ सो हेर्दै जाऊँ के हुन्छ है म चाहिँ हेर्दै जान्छु अझै पनि
चटपटे सो गाइज होइन अनि हामीहरू चाहिँ टक्क आइसक्यौँ रगुन साथी र म चाहिँ खानेकुरा सानेकुरा ल्याइसक्यौँ होइन यत्रो चिसो अनि चिसो बिस्किटहरू लिएर आएको छौँ यो खाएर त्यसरी चाहिँ हामी चाहिँ घर जानुपर्ने हुन्छ अहिले दिदीहरू त्यहीँ बस्नुभयो होला अब दिदीहरू मलाई कति सुनाउनु हुन्छ है रगुन है कस्तो फिल भइरहेको एकदमै दामी भइरहेछ अहिले भन्दा गाइस दामी चाहिँ अहिले नाइट पलमा हो जस्तो लाग्यो मलाई मेरो विचारमा अहिले यस्तो घाम भइरहेको यस्तोमा त भयो भने त फेरि त्यही हो अब हामीहरू चाहिँ जानुपर्ने हुन्छ अन्यत्रहरू कुकु त्यहाँ त बसेछन् ओ दिदीहरू कहाँ बस्छन् त अनि अब हिरोले के गर्छ त मलाई त यार ढाड देखिसक्यो कि स्कुटीमा बसी त यार टुक्ने कम भएर यसो हेरौँ होइन के हुन्छ होइन अनि म चाहिँ एउटा सामानहरू लिएर सबै गरेर आइसकेँ अनि यहाँ चाहिँ हाम्रो प्रकाश साथी रगुन अनि त्यसपछि मिना दिदी फुच्ची बहिनी भएर चाहिँ चटपटे बनाउँदैछन् अनि हाम्रो यहाँ 3 जना खन्चुवाहरूलाई चाहिँ बिस्कुट गम खाइरहन् हाम्रो सोल्टिना चाहिँ खै किन एक्लै बस्नु भएको छ मसँग डराउनु भएको कि के हो कुन्नी डराउनु नि पर्दैन लजाउनु नि पर्दैन सोल्टिना होइन अझै सानै हुनुहुन्छ पछि भागौँला भाग्ने भयो भने अहिले त अलिक सानै हुनुहुन्छ अनि हाम्रो यहाँ 3 जना साथीहरू छन् सबै एक होइन अनि अब एकछिनमा चाहिँ हाम्रो यताउता जानुपर्छ मलाई छनौटे जाने काम पनि छ है केकको लागि अनि यसो हेरौँ अब के गरिन्छ आजको दिनमा यहाँ बिजी मान्छे आफ्नो सम्मसँग खुब बिजी भइरहन् हाम्रो टेङ्गेवाला साथी हाम्रो गुगल कम्प्युटर कन्सल्टेन्सीको ओनर हुनेवाला अब भोलिदेखि हुने होइन भोलिदेखि हुने त्यही त अनि उता चाहिँ राम्रा मान्छेहरू छन् उताकोमा मलाई बोल्न जानु सो गाइज होइन अनि मेरो चाहिँ यताउता हाम्रो खानपिन पनि भयो तर अलि भने जस्तो त भएन होइन अलिकति विषय भयो गर्मी पनि त्यस्तै छ अनि हाम्रो ओम साथी पनि अब सबै रेडी भइसक्यो होइन साथी अब ल फेरि भोलितिर भेटौँला अब फेरि पछि होइन अनि अब साँझ भइछ नि मलाई कल गरेँ 8 बजी भन्दा पहिला होइन क्या बोल्थ्यो यसको अब यहाँ सोल्टिना र दिदीलाई लगेर चाहिँ म उहाँ दिदीको घर लगेर जान्छु अनि उहाँदेखि फेरि म सिधै मेरो घर लिएर आउँछु अनि त्यसपछि म चाहिँ छनौटा जानुपर्ने हुन्छ केकको लागि अनि त्यहाँ विजय साथी पनि आउँदैछ विजय साथीलाई लिएर आउँछु त्यहाँदेखि गाइज होइन अहिले चाहिँ हामीहरू सबै घर भेला भएर अनि म चाहिँ अहिले उता छनौटा केक ल्याउनको लागि जाँदैछु हाम्रो शुभम साथी र म चाहिँ होइन अनि उहाँ विजय पनि आउँदैछ नि स्कुटी लिएर साँझ चाहिँ सही मजा आउँछ स्कुटी दुईवटा भयो भने सजिलो हुन्छ मसँग बिलबुक पनि छैन लाइसेन्स पनि छैन जाने हो छुप्यो भने त बर्बाद हुन्छ त्यो पनि हेरौँ होइन के हुन्छ अहिले चाहिँ हामी जाँदैछौँ सो लेट्स गो होइन यही बाटो जाने हो छो जाऊँ होइन अनि हाम्रो चाहिँ टक्कै यो केक पसलमा आइसक्यौँ यहाँ विजय पनि आएको छन् लिएर अब विजयलाई फोन गरेर विजयलाई बोलाउँछौँ अनि त्यसरी हामीले केक सेक बनाएर अनि लिएर गइहाल्नु पर्ने हुन्छ किनकि ढिलो भइरहेको छ क्या हामीलाई पनि साँझ अलिक खानपानीको लागि त जानुपर्छ अर्को ठाउँ सो आउन त विजयलाई बोलामै त सो होइन अनि विजयलाई मैले भनेको यहीँ यो रुखुनी भनिसकेर अब तिनी आउने लाग्छ नि तर कहाँ छ कहाँ गयो कि यार तिमी यार तिमी कतिखेर आउने हो थाहा पनि छैन
तिनी आइरहनु भयो स्कुटी हिँड अगाडि हिँड थ्याङ्क यू सो मच मेरो साथी जाम त्यहाँ केक सेक गर्नु भनेको त्यो साथी बहिनी आइसक्यो होइन हाम्रो घर छ नि हाम्रो घर केक सेक काट्ने त्यसैले रगुन घर गएर फाटी खाने त्यो अब पिछे साथी आइसक्यो होइन हामी जब ह्याप्पी होइन अब त्यहाँ गएर हामीले केक सेक बनाउनु पर्छ अनि त्यसपछि हामीहरू चलिदिइहाल्छौँ धेरै गर्नु छ दाइ केक यसो कसरी छ होला केक 600 रुपियाँ पाउँछ कुन फ्लेभर राम्रो हुन्छ त्यो पनि ठिकै हुन्छ चक्लेट कसरी हो 600 रुपियाँ हो एक पाउन्ड मतलब त्यति भए हुन्छ होला मान्छेहरू थुप्रै हुन्छ अङ्कल हाम्रो 2 पाउन्डको कति 1200 पर्छ यार साँझको लागि बजेटै पुग्दैन यार 1.5 पाउन्डको बनाउनु छैन अङ्कल 800 को छ हजुर ल्याउँदा 800 को नै हद्यो ए हुन्छ यार केक पनि कन्साको त्यही हो 800 को खानी हो र चिन्नु भयो कि न मलाई चिन्नु होइन कति चाँडै बिर्सेको र अस्ति नै रोज लिन आएको थिएँ त फोन गर्दै सोध्ने यताउता गरेर आएको बिर्सिनु भयो बल्ल याद आयो गर्दिनु न त त्यही मैले त 1K पनि यसैमा सेलिब्रेट गर्नु भनेको के त्यो 1K को उस हुन्छ नि त्यो बोलाउनु मिल्छ होला नि यसमा उस हुन्छ होला नि है त्यो के भन्छ नाम पनि आइन कि हेर्छ त्यो 1K को के हुन्छ कि त्यो लगाउने यसमा दाइ त्यो 1K को उस हुन्छ नि 1 लेखेको त्यो र के मिलाउने त्यो बनाइदिनु न कसरी हो त्यो यसमा के लेख्ने कस्तो के लेख्ने हुन्छ अनि के लेख्ने सुमन मगर ह्यापी बर्थडे सुमन ब्लगर ह्यापी होइन उसको बर्थडेको हो फर्स्ट बर्थडे हो नै हजुर फर्स्टै हो फर्स्ट नै भन्नु फर्स्ट बर्थडे त्यही त हो नि म चाहिँ भाग्य मानेको भाइ अरूलाई थाहा होइन आज चाहिँ मेरो बर्थडे होइन कति पहिला थाहा होला है अनि जतिले पनि मलाई विस गर्नुभयो जति पनि यहाँ आउनु भएको छ सबैलाई धन्यवाद भन्न चाहेँ र स्पेसली चाहिँ मैले यो बर्थडे विस प्लस मेरो 1K सेलिब्रेसन पनि यही छ हो होइन अनि मेरो युट्युब फ्यामिलीहरू सबैले हेर्न पनि सक्छ अलिकति यहाँ चाहिँ पानी परेको छ त्यो सानो पानी लगाउन चाहिँ आउँदैन अनि मेरो घर चाहिँ अलिक सानो छ सो एडजस्ट गरिदिनु होला भ्युअर्सहरूले मैले र यहाँ आउनु भएको सबैले है अनि अब चाहिँ जे जति हुन्छ अब अलिकति गाह्रो बिरो केही नमानिदिनु होला पछि कमाउनु भन्छ त्यही हो अनि अहिले चाहिँ जस्ट हामीले केक चाहिँ केक दिइसकेको नि पहिला सुरुमा आमाको हार्दिक स्वागत गर्नु पर्यो
काट्नु कचुले कच्ची भनिदिरहेको नहालिदिनु पर्ने क्या साथी यार यार के गर्नु तिमीले खै त ह्यापी बर्थडे भन्नु गाउनु नि त हाल्दैन हाल्दिनु पर्ने जस्तो भन्नु ह्यापी बर्थडे टु यु भन्ने चिचन खै त ह्यापी बर्थडे टु यु डियर भाइ मेरो दोस्ती पनि हो भाइ पनि हो ह्यापी बर्थडे ब्लगर 1 हो कि 2 हो कि 3 हो नि 1 को 2 को 3 को 1 को नि काट्नु अनि खिलाइदिनु छैन यसमा चाहिँ राउन्ड अब अङ्कल आउनु अब आन्टी पछिको ठुलो दबी नहीं बाबू नहीं 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 मम्मी राम्रो केटी बिहा गर्नु राम्रो केटी हैन के कस्तो त्यस्तो अलि सिम्पल हैन यो उसकोला नि यो लाइदिने के गरी पछि लाइदिने हैन लाइदिने त त्यही जो गर्दिनु ए मेरो छोरा दाजु मान्नु लाइदिने के त्यही हो लाइदिने होला भनेको यो लाइदिने हैन भइके खानु हैन यता यता हजुरले आँखा बदल्नु है किन भने हजुरले आँखा बदल्नु म उता यहाँ बस है घुम्न बस है Happy birthday.
ह्यापी बर्थडे मात्र अरू खै त आशीर्वाद त दिनु फुपूलाई आउँदैन के आशीर्वाद दिन मनमनै दिए नि लागिहाल्छ भएन आमा आउनु त्यसपछि सानीमा माइक जामजामलाई पल्टने अर्को फोन आयो ल यता यता पनि हुनुहुन्छ बस्दै आउनुहोस् ल उहाँ मैले दिनेछु भन्नु न भन्न न जस्तै हजुरलाई अझै कसरी बाबा जस्तो त पक्कै भयो होइन ह्यान्डसम हिरो हिरो बर्थडे मान्छे नभयो यस्तो हजुर त गाडी चलाइन अहिले के रो अहिले खाउला के त्यस्तो गर्नु थुप्रै अहिले ठप्पै लगाएर बस्छ अहिले मैले रगड्छु नि बाँधिन्छौँ के अहिले ठुलो गर्नु दिउँ न ए मैले हालेर अहिले मिना दिदी हजुर छोरो ज्ञानी बन्नु आज भोलिको छोरी सानीमा भनेर सम्मान गर्दै राम्रोसँग चिनेको छ त्यस्तै हुनु ठुलो हुँदासम्म पछि बिहे गरेर नचिन्ने त्यस्तो त्यस्तो नगर्ने जस्तो सोचेर पढेछ त्यस्तै पुगोस् सानीमाको आशीर्वाद लागोस् तिमी खान्थ्यौ खाउला अहिले तिमी केटाले भयो नि लास्टमा बाँधिदिनु क्या सबैलाई मिना दिदी को छोरी तेरो लाइट कहिले राख भाइ त भाइ ह्यापी बर्थडे टु यु मेरो भाइ मजाले अट्यो ह्यापी बर्थडे मेरो प्यारो भाइ सरप्राइज फर यु मलाई पनि यस्तो गराइदिनु यो निकाल्न पाइन्न है निकाल्न पाइन्न खसाल्न पाइन्न अगाडि गएर के भिडियो होइन कि फोटो बनाऊ पाँचवटा भइसक्यो फोटो ए ल ए भिडियो फोटो गर्न मिल्छ कि मजाको हुन्छ ल भयो खस्यो साथीहरू त होला नि सेम बङ्गलो भन्न पाइन्न
जबसम्म केक भ्याइ अब तिम्रो सजाय यही हो सजाय माया सबै भनिन्छ यसरी आऊ छिटो ल जाम छिटो फाइ के केडा आयो छिटो बाहिर त्यो यो पानी फेरि फाटो लिएर आउँछ र जो फेरि रोकै भाइ अहिले साथी तिमीले चाहिँ यस्तो नगराइदियो ल ए के भयो यस्तो ल हाम्रो विजय सरकारको ल के भन्ने आशीर्वाद के दिने र मेरो गिफ्ट त दिइसके छु नि मैले थाहा छैन ल ल्याइदिए सबै ल्याइदिइसकेको रहेछन् खसाल्न भएन निधारमा गाउँमा होइन खस्छ साथी सिधा कुरा ल निधारमा ए होइन यस्तो बाबाले ओए ओ हिरो ल एउटा पोज बवाल जाने हाड पोज हान्दै हाडको पोज के ल यस्तो थ्याङ्क यू सो मच साथी आउ न यता यस्तै गरौँ ल फोटो खिच्ने हो कि भिडियो भिडियो हो के भिडियो ल ल भयो भयो ल भयो खिच्ने हो खिच्दिने ल्याउ म बनाइदिन्छु टिका त अब त थाहा छ नाम भएको सपना पुरा गर्नु र आफ्नो सपना पुरा गर्नु होइन मेरो त सबैलाई थाहा छ रहनु ल एकदमै थाहा छ होइन तिमीले धेरै त्यस्तो गर्दिनँ होइन बिहे साथले गइसक्यो मलाई ठिक लाग्यो अरे ल कप्पे खाऊ न कप्पे के हल्का के हल्का ल ल ल अब हल्का लाउने साइड म तिम्रो ल तिमीले मलाई लगाउँछ मलाई थाहा छ ल एकछिन लगाएर तिम्रो त म त खिलाइदिन्छु यार ल रे जय हुनु मार्को टिकामा पानी ल्याइदिनु त ल बर्थडे गिफ्ट एकदम धेरै धेरै बधाई छ है त यस्तै पर्कोदेखि शुभकामना ल ल भयो के दाँत दिएर यता माथिदेखि ल ल कान्ति दाइको ह्याप्पी बर्थडे दोस्त जन्मदिनको धेरै धेरै शुभकामना होइन जीवनमा धेरै प्रगति गर्दै जानु कहिले हार नखानु होइन जिन्दगी भनेको चाहिँ दुःख सुख सङ्घर्ष गर्नुपर्छ हाम्रो मित्रता कहिले पनि नतितोस् आफूले सोचेको हरेक कुराहरू आफ्नो सपनाहरू पुरा गर्दै जानु हार भन्ने कुरा कहिले पनि नमान्नु बुझेछ भने ल बर्थडे गिफ्ट धेरै ठुलो दिन सकेन दुःख नमान्नु है बस आइदियो तिमी खुसी छु के ल यता पनि छ नि त यता भयो ल अब भ्याइयो फिनिस भयो होइन आइज पानी लाइन छ कपिल दाइहरू आउनुहुन्न झुन्डियो तिम्रो टिकट यार
बोलेको भिडियो काट्दै है पकेकै बोलेछु मलाई लोटाउनलाई यसलाई के त यो दुख्नेको आउँछ ओ भाइ सोर्पिनी बाकी है पता कि नहीं म छु नि हजुर मैले पछि दिन्छु त्यही त मैले भन्छु किरा थुप्रै मेरो बाबु एकछिन पानी ल्याइदिनु कोही हात धुनेर अझै एकछिन है बस है अनि पत्ताले छौ भयो कि नानी एक हाल्नु न भयो कि तिमीले खाइदिनु सुमन ब्रो अरु भयो बन्द परासको मम्मी आन्टीलाई पनि एकछिन नगरिदिनु रे ल बन्द गरिदिएँ मैले त्यहाँ पनि नगर्नु है यसमा नगर्ने अरे भिडियो हेर त गरौ के मेरोबाट होइन नगर्ने रे के सोल्टिनाको इच्छा नि त कुरा गर्दैन अघि त्यत्रो भिडियोमा देखिसकेँ होइन अरूमा देखेपछि ल ल ल ल हेलो ल दामी ह्यापी बर्थडे दाइ थ्याङ्क यू ओभर भयो पुरै केक बनाइदिनु बुझेन मलाई छिटो बिचरा मैले दल्ने ठाउँै राख्दिनँ है क्या कसैलाई मैले बनाएको सही थियो के मिठाई छिटो छ बन्दैन खस्यो रुक आइला पनि सानो ल्याइदिनु नेक्स्ट अब यही हो सो है अब खतम भयो मेरो बर्थडे सेलिब्रेसन पनि अब चाहिँ हाम्रो खानासाना खाने त्यसरी साथीहरूलाई बोकेर खोजेर ढिकतिर लाग्ने यहाँ देखेछौ यहाँ के परिरहेको छ अब पानी पऱ्यो नि पहिला जानु त पर्यो पर्यो त्यही हो होइन पानी बिदो भएको गइन्छ नत्र गइन्न यहाँ मेरो बिजीहरूले मेरो हालत पनि खराब गर्ने पालाको पछि निकाल्नु परेन पृथ्वीको अन्डा गएको छ के घुमी आउँछ भयो होइन त्यो बाँड्दिनु है मुख न त है मुख धुनी होइन भाइ छिटै भोलिदिने ओ हेलो तिमीलाई लगेर हिला फ्याँकिदिने हो र हिला फ्याँकिदिने हो र के छ विचार गाइस सो हाम्रो बर्थडे सेलिब्रेसन हाम्रो हेलो हाँसेको कि रोको हो नानीले हरि खाइदिरहेको केक खै हट त भित्र दर्शकहरूलाई पनि देखाइदिउँ तर यस्तो चाहिँ नभन्नु पर्ने हो क्या तर यस्तो चाहिँ नभनिदिनु पर्ने के भविष्यको भाइ म खै ल राम्रोसँगले हाँस न जरुर यो सर्ट फिल्ममा लाँदैन ए तिम्रो यस देखाउँछ धेरै भयो भने टाइम्स अफ भन विजय साथीले दिएको गिफ्ट होइन खोलेर हेरौँ है कस्तो छ के छ हामी सायद आई थिङ्क फोटो हो कि त्यो है
च्यात्तै अनि तिन राम्ररी खोल्छन् कस्तो कुरा अरे होला त्यो त भेडाम भुडुम च्यातिदियो क्या थ्याङ्क यू साथी वेलकम वेलकम सो मच लभ यू लभ यु टु सो हाम्रो विजय साथीको गिफ्ट इट्स सो ब्युटिफुल एन्ड क्या बोल्थ्यो यहाँ त्यही अनि अझै हाम्रो यो रगुनको है रगुन साथीको अनि त्यस्तो के दिएको छन् रगुनको चाहिँ यस्तो घर राम्रो पनि छैन क्याप्टनले अस्ति जो पनि फुटे हो है अनि हाम्रो रगुन साथीको सो थ्याङ्क यू सो मच रगुन साथी होइन यो गिफ्ट दिएकोमा मनैदेखि लभ यू लभ यु टु अनि यो चाहिँ हाम्रो प्रकाश साथीले दिएको गिफ्ट हेरौँ है आई थिङ्क यो त बाबुको त झन् राम्रो हुन्छ यो कसरी बोल्नु खै त ठुलो देखान राम्रो छ भोलिबाट हेर्नु घर पनि सजाउने जस्तै छ सुमानेको कप दिएको रहेछ नि होइन हाम्रो साथीले थ्याङ्क यू सो मच कप दिएकोमा अबदेखि बिहान बिहान म तिम्रै योदेखि चिया खान्छु पानी खान्छु होइन याद आइरहेको छ हाम्रो प्रकाश साथी लभ यू लभ यु टु सो मच यति नै थियो होइन अनि अब हामी चाहिँ खानासाना खानुपर्ने हुन्छ सबै यता पानी पनि त्यसरी परिरहेको छ अनएक्सपेक्टेड भइदिरहेको छ हाम्रो चाहिँ अलिकति गाह्रो हुने भयो कि हामीलाई चाहिँ एउटा जानु होइन साथी त्यही पनि यताउता अब हेरौँ के हुन्छ सो हेर्दै जाऊँ के हुन्छ है त बाई बाई